हामी त्यो माथि यस्तो टाढो देखिन्छ नि अँ यस्तो टाढो माथि टाढो सबै भ्यू देखिन्छ हुँदैन फेरि यसको पछि त्यस्तै टाढो देखिन्छ कि माथि हिमालको अगाडि पनि मैले त्यस्तो आस्ति कन्ट्रोल गरेको भयो कि सकिँदैन अनि अर्को यो पहाड टुप्पो जान्छ भन्न फेरि उतापट्टि अर्को पहाड देखिन्छ त्यस्तो हुन्छ कि त्यो चढ्दाखेरि त्यस्तै हुन्छ होला नि आस्ति कन्ट्रोल गरेर म त्यस्तै भने अब त्यो माथि टाढा पुगेमा सबै भ्यू देखिन्छ होला भनेको त्यसमै पत्ता त्यस्तै एउटा पहाड रहेछ त्यो क्लाइम्बिङ गर्दाखेरि चाहिँ त्यो डेस्टिनेसन चाहिँ के हुन्छ अन्तिमसम्म हुन्छ कि कस्तो हुन्छ हो रिङ्गर लाग्यो भने नगेर हुन्छ नजाऊ त्यसमा तिन टाउको दुई छ केही भएको छैन अहिले त त्यो फर्केर त नभए हो भने टाउको दुई भने होइन नजाऊ त्यसो भए अहिले फेरि समस्या हुन्छ गाह्रो हुन्छ नि त्यो हाइटमा आएपछि चाहिँ लेक लाग्दछ है साथी हो लगभग 4200 जति हाइटमा अहिले हामी यति माथि आएपछि चाहिँ रिङ्गाटो लाग्ने टाउको दुख्ने हुँदो रहेछ हिमालमा अलिक केयरफुल हुनुपर्ने छ चारैतिर हिमालको बिचमा अलि मास्तिर पुगेर आउने फर्किन् तिमी ल ल ल बिस्तार जाऊ अहिले लेक लगाएर फर्किसकेको छ लेक लागेको के लागेको गएर ट्याक्क गएर तातो पानी चिया खाऊ होइन चाहिँ हामी 4200 जति हाइटमा छौँ